बुटोलमा अत्याधिक गर्मी बढेसँगै मैले पनि 1 टनको एउटा इन्भर्टर एसी इन्स्टल गर्ने प्लान गरेँ। त्यसपछि मार्केट रिसर्च गरेपछि मलाई माइडियाको 1 टनको इन्भर्टर एसी राख्ने निदो गरिसकेपछि एकता पसलमा मैले कल गरेँ। कल गरेको केही घण्टामै एसी र टेक्निशियन भाइहरू आउनुभयो। इन्डोर युनिट खोलेर हेर्दाखेरि पिसिबी बोर्ड सेपरेट हुँदो रहेछ। पिसिबी बोर्डमा एउटा वाइफाई डिभाइस पनि कनेक्सन गर्नु पर्दो रहेछ। वाइफाई डिभाइसलाई कनेक्सन गरिसकेपछि हामीले पिसिबी बोर्डलाई ब्याक कभरमा एट्याच गर्दैछौँ। पिसिबी बोर्डलाई इन्डोर युनिटको ब्याक कभरमा एट्याच गरिसकेपछि अब हामीले इन्डोर युनिटको वायर कनेक्सनको काम सुरु गर्दै थियौँ। एक क्रममा भाइले इन्डोर युनिटको वायर कनेक्सनको काम गरिरहेका छन्। वायर कनेक्सनको काम सकिएपछि हामीले ब्याक कभरलाई कभर गरिसकेपछि हाम्रो एसी यस्तो देखियो। त्यसपछि यो साइडको चाहिँ आउटडोर युनिट हो, एकदमै हेभी हुन्छ है त। अर्कोपट्टि भने भाइले ड्रिलिङको काम गर्दै थिए। त्यसपछि ड्रिलिङको काम सकिएपछि उनले एसीको इन्डोर युनिटको फिटिङको लागि लेभल लिँदैछन्। अब भने हामीले इन्डोर युनिट र आउटडोर युनिटलाई कनेक्ट गर्ने तामाको पाइप अथवा कपर पाइपलाई कनेक्सनको काम भाइहरूले गर्दै हुनुहुन्छ र कपर वायरको काम सकिएपछि यी दुईवटा पाइपहरूलाई इन्सुलेसन गर्नको लागि पाइपलाई सेभ गर्नको लागि थर्मल कभर लगाएर त्यसलाई बाहिरबाट र्यापिङ गर्दैछौँ। र्यापिङ गरेपछि त्यसपछि हामीहरू आउटडोर युनिटलाई फिटिङ गर्नलाई बाहिर गयौँ। सम्पूर्ण इन्डोर युनिट र आउटडोर युनिटको इन्स्टलको काम सकिएपछि मैले एसीलाई अन गरेँ। एसी अन गरेको केही सेकेन्डमै एकदमै चिसो हावा भित्र फ्याँक्न सुरु गर्यो र रुमलाई धेरै नै छिटो कुलिङ गर्दो रहेछ। माइडियाको एसी मलाई एकदमै मन पर्यो। योभन्दा अगाडि मैले एलजीको एसी युज गरेको थिएँ, तर त्योभन्दा पनि माइडियाको एसी एकदमै राम्रो लाग्यो।